उतरल भादोरे चढाल रे कुवा हो सपराउ बारिया रे दोला खरे नेपाल सपराउ। ल सबैजना चाहिँ अब जानु पर्यो भनेर चाहिँ यो गीतले भनेछ दोलखा नेपाल भनेर। अनि त्यसपछि चाहिँ एउटा गाउँको पिउनले घर घर चाहिँ भन्न थाल्यो, गाउँ गाउँ हाकरे पारे बुली बुली रे गोड। त्यो पिउनको नाम गोड होला, क्या त्यो जाति चाहिँ गोड भन्छ, गोड हो कि के जाति हो त्यो चाहिँ पिउन रहेछ। गाउँ गाउँ हाकरे पारे बुली बुली रे गोड हो सपराउ भरिया रे दोलखा रे नेपाल सपराउ। त्यसपछि सबैले घर घरमा अनि चिउरा कुटे, कसैले तरकारीहरू अब खोजे, कसैले तेल पेलेर चाहिँ राखे अब त्यो खर्च पर्चको लागि। अनि त्यसपछि अब फेरि अनि यो अब जिल्लाको नाम पनि लिनु पर्यो, गाउँको नाम पनि। र जिल्ला त चितवनै भयो, तर बेलोद भन्ने प्रङ्गना चाहिँ छुट्टै थियो, अहिलेको जिल्ला जस्तो प्रङ्गना भन्ने बेलोद थियो। अनि अब यसले फेरि गीतले के भनिरहेछ भने जिल्लामा दे चितवन रे बेलोद रे गाउँ हो सपरल भरिया रे दोलखा रे नेपाल सपराउ। त्यसपछि अनि सबैजना चाहिँ आफ्ना आफ्ना चाहिँ सामान भारमा चाहिँ बोक्न थाले र त्यहाँबाट चाहिँ गाउँबाट निस्किन थाले। एकरी बाने भरिहा नुन तेल कई भार हो एकवरी बाने भरिहा चाउ र करे भार एकवरी। एकपट्टि चाहिँ चामल अथवा चिउरा, एकपट्टि चाहिँ नुन तेल तरकारीहरू भारमा चाहिँ बोक्ने चलन थियो। काठमाडौँ पनि हिँडेरै जान्थ्यो, के अरे भैँसीबाट, भैँसे भन्ने ठाउँबाट चाहिँ यता हेटौडाबाट बुढाहरूले चाहिँ भन्थे। त्यसपछि अब गाउँबाट निस्किनु थाल्यो। हुसैया रे उठी लगेर बाहर भैले रे ठार हो हवा से चले भरिया दोलखा रे नेपाल हावा से। अनि त्यो गाउँको बाहिर पुग्यो। त्यसपछि ठुलो पहाड अब चढ्नु पर्यो, त्यो भार लिएर। यसको मैले एकदम सर्टकटमा लिएछु है, यो पुरा भन्दाखेरि धेरै लामो हुन्छ। अनि त्यसपछि पहिला अब जुत्ता चप्पलको चलन थिएन, खाली खुट्टाबाट हिँडेर जान्थ्यो। त्यस्तो फुटेको ढुङ्गाहरू हुन्थ्यो, उकालो ओह्रालो चढ्नु पर्थ्यो। दोलखा जानलाई त धेरै टाढा छ त। अनि त्यसपछि दुःखले चाहिँ रुन थाल्यो त्यो भरियाहरू। तर गडे दादारी रे उपर गडे रे भार, किनकि माथिबाट भारले चेपेछ, तलबाट त्यो फुटेको ढुङ्गाहरूले अब पुरै खुट्टा काटेछ, सुरसुर रगत आएको छ। त्यही चाहिँ आफ्नो दुःखको चाहिँ गीतहरू बनाएको हो। तर गडे दादारी रे उपर गडे रे भार हो सुसुकी सुसुकी भरिया रोवा इकरे जाई सुसुकी। एकदम भरिया त्यो भार बोक्ने। अब जिमदार त अब भार बोक्दैन, जिमदार अगाडि अगाडि पछि पछि भरियाहरू रुँदै अब के गर्न त बोक्नै पर्यो। त्यसपछि अनि के अरे सम्झिनु थाल्यो। त्यो भर्खरको युवा थियो, भर्खरको बिहे गरेको थियो, त्यसले चाहिँ सम्झिनु थाल्यो। भर्खर अब 2-3 महिना कति भएको थियो बिहे गरेको, त्यो केटालाई सम्झिनु थाल्यो। अब चढ्दाखेरि गिरी पर्वत भनेको पर्वतै ठुलो नि, हिमाल अब कति कति, हिमाल त होइन पहाड है, हिमाल जस्तो। अनि भन्न थाले फेरि चढालीमा गिरी रे पर्वत देखाली रे मादेश
हो अब नहीं हाथाउ रे तिरिया से रे भेट अब नहीं। अब त्यसले के भन्न थाल्यो भने अब चाहिँ जिन्दगी मेरो यही नै बित्ने भयो, म यही नै मर्ने भयो, अब त्यहाँ पुगेपछि फेरि अब युद्धमा होमिनु पर्यो भनेर अब मेरो बुढीसँग पनि भेट हुँदैन, कोहीसँग पनि भेट हुँदैन भनेर भन्नु थाल्यो। त्यसपछि त्यहाँबाट अनि दोलखा नेपाल पुग्यो। दोलखा नेपाल पुग्दाखेरि ल अब भरियाहरू केटाहरू आज चाहिँ तिमीहरू बस, भोलि चाहिँ आफ्नो ढाल तरवार लिएर भाला बर्ची लिएर भोलि चाहिँ युद्ध गर्नुपर्छ। त्यतिखेर त अब के अरे कछाड थियो, फेटो बान्थ्यो, अरू केही पनि थिएन। त्यतिखेर युद्ध गर्दाखेरि नेपालले थारू समुदायले पनि जोगाएको हो क्या यो गीतले। अनि त्यसपछि लडते रे युवा दक्षिणे ओरी रे गे, हो लडते युवा उत्तरे रे ओरी गे, लडते रे हरे लडता रे युवा विरागति रे भे, लडते युवा विरागति रे भे, लडते। अब के गर्ने, गाउँको केटाहरू अब तालिम पनि ल्याएको छैन, कति केटाहरू चाहिँ अब कति चाहिँ अब वीरगति भयो। अनि त्यसपछि अब गाउँमा अब के गर्ने त, अनि हली र गोठाला मात्रै केटा भन्ने पुरुष भन्ने थियो। त्यसपछि अनि यहाँ ठुला ठुला जिन्दारहरूको चेलीबेटी, अनि के गर्ने त, अब केटाहरू छैन, युद्धमा मर्यो होमेर, युद्धमै भन्दौ न, अब वीरगति भयो। त्यसपछि अनि अब हली गोठालो भए पनि बिहे गराइदिनु पर्छ केटीहरूले भनेर चाहिँ चलान पहिलाको थियो। मेरो गीत चाहिँ यही नै टुङ्ग्यो। अब यसमा समय भयो त अब अरू पनि भन्नुहुन्थ्यो, अब यसमा शब्दहरू नमिलेको भए पनि तपाईँहरूले यसो मिलाएर चाहिँ बुझिदिनु होला। हस्त, धन्यवाद।